हेलो गाइस, आज चाहिँ हामी बारीतिर जान लाग्यो। नन्दा भाउजू यहाँबाट पनि छ बाटो त, तर यहाँ अलि झाँसी छ र हामी आमाको घरतिरबाट जान्छौँ। त्यहाँ घाँस काट्नु भएको छ अरे बाटोमा, त्यही भएर त्यहाँबाट जान्छौँ। यहाँबाट हामीलाई यहाँ सर्पले टोक्छ गर्छ। अब उता गएर बारीमा गएर के सब्जी छ हेरेर हजुरलाई देखाउँछु। गाइस हामी चाहिँ यो मकै बारीमा आइसक्यौँ। नन्दा र भाउजू मिलेर फलिरह यहाँ मकैको यत्रो यत्रो भइसक्यो खै पोलेर खाने भइसकेको छ है। पोलेर खाने हो कि बोइल गरेर खाने हो कि बारी भएपछि यस्तै हुन्छ, रमाइलो। यस्तै हो मेरो पारा भन्छ। हेर्नु चाहिँ घाम आयो फेरि। हाम्रो बाटो चाहिँ यस्तो रहेको छ। हाम्रो गाउँले खुट्टा घाँस काटेर सफा भयो बाटो चाहिँ। यहाँ चाहिँ बाटो बुवाहरूले काट्नु भएको रहेछ। हाम्रो चाहिँ पहिला चाहिँ बाख्रा भैँसीहरू थियो, तर अहिले चाहिँ चल्लाहरू छ, चल्ला छ। त्यही पाल्दै बस्छौँ हामी चाहिँ। अब हामी सब्जी बारीमा पुग्न लागिसकेको छौँ। सब्जी बारी त होइन, मकै बारी, तर सब्जी पनि फलेको कि छैन, तर अलिअलि हामीहरू आइपुग्यौँ। हाम्रो बारी छ यो। हामी चाहिँ फेरि अब अर्कोतिर आइपुगिसक्यौँ। यहाँ पनि फलेको रहेछ। यहाँ हेर्नु न, यहाँ भिन्डीहरू यत्रो भइसक्यो। भिन्डी होइन, बारीमा धेरै दिन आएपछि यस्तै भिन्डी रहेछ। भिन्डी रे भिन्डी भिन्डीलाई अब भेन्डीलाई बोरी भने, बोरीलाई भेन्डी भने, नन्दलाई भाउजू भने। कति धेरै हेर्नु त भाउजू टिप्नु टिप्नु। हामी हिरोनी बनेर यहाँ हेर्नु त, सामान राख्ने यो बोडी राख्ने पनि उस ल्याएन बाटो। हामी अब किन आएर यहाँ धेरै फले रहेछ। यता पनि है। मकै बारी द्राम द्राम नाच्ने भयो। मकै बारी दर्याम दर्याम। ओहो, हरियो काँक्रा चाहिँ छैन है गाइस। ओ माइ गॉड, यहाँ त धेरै डर। घाँस चाहिँ धेरै रहेछ है। हामीले चाहिँ पहिला बाख्रा भैँसी हुँदाखेरि चाहिँ धेरै काट्थ्यौँ हामीले घाँसहरू। अहिले त सुँगुर पनि पालेको हामी त, चल्ला र सुँगुर। अर्को नेक्स्ट भ्लगमा देखाउँछौँ ल। ओ भाउजूले भने सुन्नु त भयो। यहाँ पनि देखेछ हामीले फेरि यति बनाइसक्यो। आजलाई खाना भइहाल्छ। आज धेरै हुन्छ आज। बाटो यो चाहिँ नामको मात्रै रुख्यो, तर ए कस्तो ल्याइयो हामी नजामै। घाँसै घाँस घाँसै बाटोमा पनि। यतापट्टि बरु राम्रो छ, त्यही भएर हामी गइहाल्छौँ। भाउजू चाहिँ गइराख्नु भएको। म चाहिँ ठ्याक्कै अब यहाँ गेट चाहिँ बनेर रहेछ, कमसेकम गेटबाट छिर्नु पाएँ। बारीमा आउनु चाहिँ त्यस्तो सजिलो छैन है गाइजहरू, गाह्रो छ। कति काली आम्ला, कालो मान्छे त कालो नै आउने हुन्छ। कालो हो क्या, रङै कालो, छाला कालो हो। हेरेर जज नगरिदिनु होला कृपया। भाउजू त अगाडि पुगिसक्नु भयो, म चाहिँ यहीँनिर बोल्दै बसेछ। तर हामीले यहाँ माथि एउटा बोरी छुट्याएछौँ। खै देखाउनु त कति भयो, यति धेरै भइसक्यो, लाउनु अरू पनि।